धरतीमा झरेको दीप, त्यो पहाडको काख, इतिहास बोकेको भूमि, जहाँ गोर्खाली गर्जनले कहिल्यै गगन चिरेको थियो, जहाँ एकता र बलिदानका गाथाहरू आज पनि माटोमै जिउँदा छन्, त्यही उर्वर भूमिमा फेरि एक कथा लेखिँदै थियो। साधना, त्याग र उज्यालोको कथा। त्यो बिहान फरक थियो, न बादलको गर्जन न घामको घमण्ड, तर हावामा हल्ला थियो, आकाश पनि टोलाइरहे जस्तो। पृथ्वीभित्रै केही बिउझिने सङ्केत दिँदै एक सती जस्ती आमा, पवित्र नारी, जसको गर्भमा थियो सृष्टिको अर्को भाषा, प्रसव वेदनामा लहरिया जस्तै कराइन्। त्यो पीडामा थियो भविष्यको स्वर, त्यो पीडामा थियो भविष्यको स्वर।